विश्वविद्यालयमा चाहिँ मार्केटले के भन्छ अथवा जनशक्ति कस्तो आवश्यकता छ त्यो अनुसार गर्नुपर्छ भन्ने भएअनुसार हामीले हालसालै BAEMCJ ब्याचलर अफ आर्ट्स इन इङ्ग्लिस एन्ड मास कम्युनिकेसन गर्ने त्यो पनि हामीले तयार पारेका छौँ र अब आउने सेसनमा त्यसको पनि हामी भर्ना खोल्छौँ। यही क्रममा केही वर्ष अगाडिदेखि यो फिल्मको क्षेत्रमा हामीले केही सकारात्मक योगदान पनि गर्नुपर्छ र फिल्म क्षेत्रको अपेक्षा पनि छ र हाम्रो चाहिँ फिल्म क्षेत्रसँगको अपेक्षा पनि छ भनेर हामीले त्यसमा पनि विचार विमर्श गरिरहेका थियौँ। कयौँ यहाँ अहिले मैले देखिरहेको छु पोहोर परार भइरहेका हाम्रा चाहिँ छलफलमा पनि सहभागी भएर धेरै विचार हामीले गरिरहेकै पनि यहाँ हुनुहुन्छ र खास गरी त्यसमा हामीलाई अलिकति फिल्मको क्षेत्रमा काम गर्नुपर्छ भन्ने लाग्नुमा चाहिँ यहाँबाट हामीले जुन मिडिया स्टडिजको कार्यक्रम गरेका छौँ त्यो कार्यक्रममा फिल्म चाहिँ नि एउटा चाहिँ विशिष्टकृत क्षेत्रको रूपमा रहिआएको छ र त्यो क्षेत्रमा गएर हाम्रा स्नातकहरूले राम्रो गरिरहेको पनि हामीले देख्यौँ र सँगसँगै होइन यदि यसमा अझै विशिष्टकृत ठ्याक्कै फिल्मकै अथवा डिजिटल स्टोरी टेलिङकै कार्यक्रमहरू आउन सक्यो भने अझ राम्रो हुन्थ्यो भन्ने इन्डस्ट्रीको अपेक्षा पनि आयो। विश्वविद्यालयको प्रक्रिया अनुसार पहिला विभागले या त इन्डस्ट्रीबाट आएको माग हेरेर अथवा कहिलेकाहीँ चाहिँ हामी के हुनसक्छ भनेर आफैले रिसर्च गरेर पनि सुरुमा त्यहाँबाट कुरा सुरु हुन्छ। त्यस पछाडि स्टेक होल्डर मिटिङमा हामी जान्छौँ। त्यस पछाडि यो विषय समिति भन्ने हुन्छ हाम्रोमा, त्यहाँ जान्छ। त्यस पछाडि फ्याकल्टी बोर्ड विद्या परिषद भन्ने हो, त्यसमा गएर अनि अन्तिम भनेको चाहिँ एकाडेमिक काउन्सिल हुन्छ, जुन चाहिँ प्रज्ञा परिषद अथवा प्राज्ञिक परिषद हुन्छ, त्यसले अन्तिम निर्णय गर्ने हो। अहिले हामी भनेको विभागीय हाम्रो तयारीबाट केही चाहिँ इनपुट लिइसकेर अब अगाडि बढ्नुपर्छ भन्नलाई हामी अहिले स्टेक होल्डर मिटिङमा छौँ। यसको फिजिबिलिटीका कुराहरू हुन्छन्, जस्तो अहिले हामीले गर्न खोजेको कार्यक्रमलाई हाम्रो जो प्रोस्पेक्टिभ स्टुडेन्ट्स हुन्छन् उनीहरूको लागि कतिसम्म हामी एफोर्डेबल गराउन सक्छौँ त। अनि विश्वविद्यालयमा चल्नु पनि पर्यो चाहिँ सेल्फ सस्टेनिङ युनिभर्सिटी भएको हुनाले यो दुईवटा कुरामा कसरी हामी विचार गर्न सक्छौँ भने पाठ्यक्रमको कुरा, त्यस पछाडि गएर यसको चाहिँ नि दिगोपनको कुरा, त्यस पछाडि गएर यसमा चाहिँ जनशक्तिको उपलब्धता के कस्तो छ त। भोलि हामीले कार्यक्रम गऱ्यौँ हाम्रो इन्डस्ट्रीमा चाहिँ नि त्यो अनुसारको हाम्रो चाहिँ नि रिसोर्स पर्सन छ कि छैन भन्ने कुरा। अर्को फेरि इन्डस्ट्री आफैले विश्वविद्यालयसँग बुझ्न चाहेका, सोध्न चाहेका, आश्वस्त हुन चाहेका पक्षहरू पनि हुन्छन्। यी यावत कुराहरूमा हामी आज खुलेर विचार विमर्श गर्नेछौँ भन्ने मैले अपेक्षा गरेको छु र केही वर्षमै हामी यो फिल्म क्षेत्रमा राम्रो एउटा चाहिँ नि इन्स्टिट्युटको रूपमा, राम्रो एउटा शैक्षिक केन्द्रको रूपमा अगाडि बढ्न हामी चाहिरहेका छौँ भने त्यसका लागि आवश्यक जस्तो इक्विपमेन्ट, स्टुडियो र जुन अघि मैले जनशक्तिको कुरा त गरिहालेँ, ती कुराहरू के हुन्, कस्ता हुन्, जुन हामीले बुझिरहेका छौँ त्यो र अहिले चाहिँ समाजले र उद्योगले चाहिरहेको कुरा, आवश्यक परिरहेको कुराको बिचमा कतिको तादात्म्य छ, यो कुराहरू बुझ्नको लागि हामी अत्यन्त उत्सुक पनि छौँ। र यो पुनः यो कार्यक्रममा यसरी यहाँहरू आउनुभयो र यहाँहरूको उपस्थितिले यो कार्यक्रमको जुन गरिमा बढेको छ र हाम्रो अपेक्षा पनि त्यही अनुसार छ। यही कुरा व्यक्त गर्दै पुनः यहाँहरू सबैलाई धन्यवाद दिँदै र स्वागत गर्दै मैले स्वागत मन्तव्य यही अन्त्य गरेँ। It has given us the confidence to go one level up. So we thought of launching Masters in Film Studies from 2025. So for that very reason we are assembled here, and I'm very happy that you accepted our invitation and you are here. All right, I would like to acknowledge your contribution, because this is not just the sudden decision we have it. So as I told you, the beginning is 2022, and in 2024 April, I think 4 or 5th, we 2 days we had national conference in filmmaking in Nepal also. All right, and short-term courses in crafting, filmmaking also we've been running. So it has given us, I think, a required amount of experience to go ahead and launch the full degree course in filmmaking. So that this is the outcome of our, all right, discussion, our experience of doing things. So I'm very happy for that. And
one of the most important, significant, let's say, features of programs at Kathmandu University is that we develop the programs in consultation with the stakeholders who are practicing. So it has come under our academy and industry collaboration. That is at the heart of our formulation of programs. So as a part of that, all right, you are here with us today. And our overall plan or a vision or a aim of Department of Languages and Mass Communication is that we are trying to establish this as a center of excellence in research and academia, at least in South Asia region. So part of this, we've been doing number of activities. I think that you are all aware of that. And this is another, this program is another such program that will add feathers to our cap. So I want to request you to take part in this consultation meeting. All right, I honestly request you for a very critical evaluation of the program that has been designed by our in-house faculty, Nima Gelu, who is the focal person here, led by or helped by other. For example, to prepare for this faculty-wise also we have here with us Subindra Shrestha also. He has joined us as a plan of this film studies launching. So I honestly request you for your critical evaluation and constructive feedback. So I want you to focus on, all right, the lead questions I have seen there, which you will be handling during the group discussion and presentation, especially what kind of filmmakers with what knowledge and skills are required in the current market. All right. So more and more, Kathmandu University is taking a lead in producing human resources which are, all right, easily accepted in the current labor market. So this is one of the exercise from School of Arts, which will overall help in the vision of KU, which plans to, which is exercising, planning, and doing also to come up with the programs that will produce, all right, a professional, all right, who are committed in the field, or who will be working for the betterment of the society. त्यसको एउटा मुख्य कारण के भन्दाखेरि नेपालमा सम्भवतः एउटा मात्रै शैक्षिक प्रतिष्ठान होला काठमाडौँ युनिभर्सिटी जसमा कुनै पनि स्ट्रिममा भर्ना हुँदा क्वालिफाइड हुनुपर्छ। अरू ठाउँको क्वालिफिकेसन एउटा औपचारिकता मात्रै हुन्छ, तर यहाँको क्वालिफिकेसनको लागि चाहिँ एउटा खालको सर्टन स्ट्यान्डर्ड नभइकन कोही पनि मान्छे केहीमा पढ्न पाउँदैन। जस्तो अहिलेको बेलामा त म्यानेजमेन्टको कुरा हेऱ्यो भनेदेखि त त्यो त ज्यादै ठुलो कम्पिटिसन छ, तर अरू फ्याकल्टीमा पनि यो खालको देखिन्छ। अर्को उल्लेखनीय कुरा के देख्दछु भने केयुमा चाहिँ अलिकति सरले विशिष्टीकृत भन्नुभएको छ, त्यस्तै खालको फरक विषयहरूमा अध्यापन हुने ठाउँ यो नै हो। जस्तो पहिला पनि यस्तै खालको एउटा खालको छलफल भएको जब चाहिँ स्कुल अफ फाइन आर्ट सुरु भएको थियो, त्यसपछि स्कुल अफ म्युजिक सुरु भयो, अब स्कुल अफ यो चाहिँ ल्याङ्ग्वेज एन्ड मिडिया स्टडिजबाट सुरु लागेको मास्टर्स इन फिल्म स्टडिज, यो यस्तै खालको कोर्स हो कि जुन कुरा हतपति मान्छे सोचेको हुँदैन, यस्तो कुराहरू चाहिँ केयुमा मात्र भएको छ र त्यो पनि असाध्यै अब्बल तरिकाले भएको छ। अब त्यसका चुनौतीहरू होला हैन, किनभनेदेखि मास्टर्स लेभलमा सबभन्दा ठुलो चुनौती त मलाई लाग्छ अरू कुराहरू लजिस्टिक्स त मलाई ठुलो चुनौती लाग्दैन यसको इस्टाब्लिस भएको ठाउँहरूमा, तर फ्याकल्टीहरूको कुराहरू टिचिङ फ्याकल्टीको चाहिँ ठुलो चुनौती हुन्छ। मैले त्यो देख्छु त्यसमा, किनभने ब्याचलर्स लेभलमा पनि म अस्कार कलेजमा जाँदाखेरि अथवा फिल्म क्याम्पस जाँदाखेरि पनि ब्याचलर्स लेभलमा पनि फ्याकल्टीहरूमा चाहिँ समस्या देखाएको छु, ल्याउन गाह्रो, किनभनेदेखि बाहिरबाट ल्याउँदाखेरि धेरै खर्चिलो पर्ने, त्यसपछि आएर उहाँहरूलाई यहाँ राख्नु पनि गाह्रो, त्यो खालको देखिन्छ। त्यसमा हामीले धेरै सहकारी गर्ने ठाउँहरू देख्न सकिन्छ। अर्को कुरा चाहिँ के भने फिल्म फेस्टिभल आयोजना गरेको हिसाबले मलाई भन्न मन लागेको कुरा के छ भने काठमाडौँ यस्तो ठाउँ हो जुन ठाउँमा संसारभरिका र खास गरी दक्षिण एसियाका मानिसहरूलाई आउन सजिलो ठाउँ। जस्तो अहिले हामीले पाकिस्तान र इन्डियाको बिचमा समाचार पढिरहेको छौँ, इन्डियाको मान्छे पाकिस्तान जान गएको छ, पाकिस्तान मान्छे इन्डिया आउन गएको छ, बङ्गलादेशको ताल त्यस्तै, श्रीलङ्काको ताल त्यस्तै छ। तर काठमाडौँमा सबैले सुगम हुने ठाउँ, सबैले एक्सेप्टेड ठाउँ चाहिँ काठमाडौँ हो। यहाँको वेदर, यहाँको मानिस, यहाँको
चाहिँ नि इन्फ्रास्ट्रक्चरले चाहिँ एकदम वेलकमिङ। हामीले फिल्म फेस्टिभल गर्दाखेरि पनि काठमाडौँमा सबैजना खुसी हुन्छ। त्यो हिसाबले पनि भोलि मलाई के लाग्छ भने तपाईँहरूले चाहिँ नि मास्टर्स लेभल गर्दाखेरि नेपालीहरू मात्र नभएर संसारभरिको त्यति नभए पनि कमसेकम साउथ एसियनहरूलाई पनि एउटा राम्रो खालको लर्निङ सेन्टर चाहिँ हुनसक्छ भन्ने कुरा मैले देखेको छु, जुन चाहिँ नि तपाईँहरूको रेपुटेसनले पनि सपोर्ट गर्छ। र यसको चाहिँ एउटा आवश्यकता पनि गर्छ, किनभने हामीको त मास्टर्स लेभल छैन। त्यस कारणले मास्टर्स लेभल पढ्नुपर्ने ठाउँहरू पनि मलाई लाग्छ इन्डियामा धेरै कम छ। धेरै जस्तो खालको इन्डियामा मैले देखेको वेस्टलिङवुडहरू होस्, अरू ठाउँहरू, त्यो चाहिँ सरले भने सर्ट टर्म कोर्सहरू छ। तर एउटा एक्रिडेटेड चाहिँ मास्टर्स लेभलको पढाइ हुने ठाउँ चाहिँ इन्डियामा पनि पाउन एकदमै कम छ। थोरै ठाउँमा जामिया इस्लामियामा कतै देखेको छु, तर धेरै कम ठाउँमा मात्रै फिल्म स्कुलमा मास्टर्स लेभल छ। त्यसले गर्दाखेरि यो ठुलो स्कोप छ। यो फिल्म स्टडिज वास्तवमा धेरै यसको चाहिँ अब संसारमा मास्टर्स लेभलमा कस्तो खालको पढाइ छ नजिकको देशमा पनि हो र हाम्रै देशमा भएको कलेजमा ब्याचलर्स लेभलमा केसमा हेरेर मास्टर्स लेभल चाहिँ ज्यादै इन्हान्स र अपडेट गर्नुपर्ने जस्तो लाग्छ। अनि अर्को चाहिँ साथीहरू पनि अलिकति यो थ्योरिटिकल कुरा भन्दाखेरि अलिक प्र्याक्टिकल कुराहरूमा बढी जोड दिनु पर्यो सँगसँगै इन ट्यान्डम प्र्याक्टिकल थ्योरिटिकल सँगसँगै गर्ने कुराहरू पनि डिसिजन अलिक प्र्याक्टिकल कुराहरू चाहिँ कम देखिन्छ, थ्योरिटिकल कुराबाट देखिन्छ भनेर भन्नुभएको छ। यसमा चाहिँ नि अर्को कुरा चाहिँ नि तपाईँको इन्सेप्सनको फेजमा हुनुहुन्छ। यो चाहिँ 2 इयर्सको कोर्समा आउँदाखेरि सँगसँगै यो फी स्ट्रक्चरमा पनि काम गर्नु यसमा। अनि हामी कहाँ रिसोर्स सेन्टरहरू नकम आयो भने तपाईँले जब यो फिल्मको लागि मास्टर्स इन फिल्म स्टडिज गर्नुहुन्छ भने त्यो सँगसँगै चाहिँ नि यसलाई यसमा चाहिँ आर्काइभहरू राख्ने। जस्तो फिल्मको बारेमा कुनै बेलामा फिल्म अस्ति सुनिलजीले भन्नुभएको थियो, म कुनै बेलामा कङ्ग्रेसको चाहिँ फिल्म बनाउँछु, त्यो यो कहाँ भएछ डकुमेन्ट भन्नुभयो। मैले राज गौतमका जाने उहाँले नेपाली कङ्ग्रेसको इतिहासको बारेमा 9वटा 10वटा भोल्युम लेख्नु भएको छ। 7-8वटा त मलाई प्रत्येकपल्ट टिप गर्नुहुन्छ, मकै 6-7वटा छ, तर उहाँले सबै किन्नु भएको छ। त्यो भनेको मतलब कोही मान्छे फिल्म बनाउँछ यहाँको लाइब्रेरी हुनु पऱ्यो नि त। त्यो त निड त यहाँ फुलफिल गर्न सक्छु। कुनै बेलामा जस्तो 20को दशकको काठमाडौँ हिपीको टाइमको काठमाडौँ कस्तो थियो भनेर कसैले भन्यो भने क्विक प्रिन्ट डकुमेन्टहरू त्यहाँको मानिस कस्तो लुगाहरू लाउने कुराकानी के अथवा प्रप्सहरू कहिलेकाहीँ कोही मान्छेले मलाई यहाँ आएर चाहिँ नि ल तल प्रफ काम लाग्छ 4वटा पुरानो टेलिभिजन सेट दिन्छु भनेर घरका राख्ने ठाउँै छैन। त्यस्ता खालको प्रप्सहरू राख्ने चाहिँ त्यो कुराहरू डकुमेन्ट गर्ने कुराहरू राख्ने अथवा चाहिँ माइक्रो फिल्महरू गर्ने। मेरो यादव खाने काकाले चाहिँ अस्ति आफूले बनाएको फिल्महरू पोस्टरहरू चाहिँ मदन पुस्तकालय ह्यान्डओभर गरेर म पनि गएको थिएँ। मलाई दिन मन लाग्यो, कसलाई दिने भने ठाउँ त छैन। कसैले पोस्टर दिन्छ भने पहिलाको पोस्टरको भ्यालु त एमए भिजनले आफूले हातले पोस्टर बनाउनु थालेको त डिजिटल छ। यस्ता हिस्टोरिकल कुराहरूलाई पनि आर्काइभ गर्ने राख्ने अथवा कोही मान्छेले कुनै फिल्म बनाउँछ भने यहाँको फ्याकल्टीसँग कन्सल्टेसन गर्ने होइन, लाइब्रेरीबाट म्याटेरियलहरू आउने हाइब्रिड प्रप्स युज गर्ने त्यो कुराहरू चाहिँ नि एउटा रिसोर्स सेन्टरको रूपमा चाहिँ आर्काइभल कुराहरू राख्न सकिन्छ, लाइब्रेरी सिस्टम गर्न सकिन्छ भन्ने लाग्छ पढाइ सकिन्छ। इन डेन्जर किन भन्दाखेरि सबैले थाहा भएको कुरा एआई आएको छ, फ्रीमा बनाउँछु भन्ने मान्छेहरू बोल्नुहुन्छ। सो हाउ डु एड्रेस दिस भन्ने कुरा पनि अहिले चाहिँ आयो। सो फ्युचर प्रुफको कुरा भनेको अर्को चाहिँ सेमेस्टर 4 चाहिँ अलिक डर लाग्दो लाग्यो हामीलाई, किनकि डिजर्टेसन पनि गरिरहेको छ, ग्रेजुएसन फिल्म पनि बनाइरहेको छ। प्लस अब रिसर्च मेथोडोलोजीमा हेर्यो भने क्वान्टिटी पनि एक सेमेस्टर पर्छ, क्वालिटी पनि परिरहेको छ। तर एक किसिमले हेर्यो भने त्यो फिल्मको रिसर्चहरू पनि हेर्यो भने क्वालिटेटिभ आइरहेको छ, लाइक कस्तो फिल्म लाग्यो भन्ने अडियन्सको रियाक्सन। सो मेबी रिसर्चहरू क्वालिटी पोइन्ट जोडेर डिजर्टेसन जोड्ने कि लाइक त्यो अलिकति गाह्रोलाई अलिकति सजिलो बनाउने जस्तो लाग्यो। किनकि डिजर्टेसन अति लेख्नुपर्छ, फिल्म ग्रेजुएसन फिल्म भनेको इट्स लाइक टेक्स अ भिलेज टु मेक अ मुभी। सो त्यो अलि नै गाह्रो नै लाग्यो हामीलाई होइन। सो द्याट इज द रिस्क नै भयो। स्ट्रक्चर इज ठिक छ, स्ट्रक्चर भन्ने चाहिँ हामीले त्यहाँबाट गयौँ। एन्ड या दिस इज भेरी जेनरल, वी निड टु गो मोर स्पेसिफिक। फिल्म मेकिङ हो कि फिल्म स्टडिज हो, त्यसमा चाहिँ एउटा स्ट्रिम समातेर अगाडि बढ्नुपर्छ है। एन्ड या वी सुड गो स्पेसिफिक भन्ने चाहिँ इज द ओपिनियन अफ द ग्रुप। एन्ड अल्सो वाट द युनिभर्सिटी निड्स टु फिक्स इज यो पढिसकेपछि त्यो विद्यार्थी चाहिँ के गरोस् त उसले चाहिँ। किनकि आई थिङ्क राजेश दाइ वाज फर्स्ट वान टु से जस्तो के अरे मास्टर्स गरिसकेको फिल्म मेकिङमा कि मास्टर्स लेभल पढेको मान्छे चाहिँ युजली एकाडेमिकमै जान्छ। उसले चाहिँ जस्तो फिल्डमा फिल्म मेकिङ नै चाहिँ गर्ने भन्दा पनि एकाडेमियामा जाने मान्छे पनि धेरै हुन्छ भन्ने कुराहरू पनि याद गर्दाखेरि हुन्छ होला। हेभी कोर्सेस अफ इलेक्टिभ कोर्सेसहरू चाहिँ
धेरै खालका र हेर्ने हो कि फेरि ती सब्जेक्टहरू चाहिने खालकै छन्। जस्तो तिनलाई चाहिँ फेरि इलेक्टिभहरूलाई ग्रुपिङ गर्नुपर्ने होला। जस्तो एउटा मात्र इलेक्टिभ हेर्दा पढ्न मन लाग्छ, तर त्यो इलेक्टिभमा भएका 2-3टा विषय नै आवश्यक पर्ने जस्तो देखिएको छ कुनै इलेक्टिभमा, त्यसलाई एउटा हेर्नु पऱ्यो। त्यसले स्पेसिफिक कोर्स अफ हिस्ट्री अफ नेपाली फिल्म भन्यो। अर्को एउटा यो फिलोसफीका कुराहरू पनि अलिकति फिल्मको त्यो लिटरेचर, फिलोसफी, कल्चरलाई त्यसले जोडेर बनाउनु पऱ्यो। एउटा त्यो ठिक छ, मोड अफ क्लासको कुरा भयो। ओभरअल यति नै होला। केही सोसल साइन्सेसहरूसँग केही रिलेटेड कुराहरू र अलिकति हाम्रो टिमबाट एउटा आएको कुरा चाहिँ एउटा सानो कोर्सका कतै चाहिँ यो मिडिया ल, एथिक्सहरू, पोलिसिजहरू र नेपाल गभर्मेन्टका केही कुराहरूलाई केही पर्सेन्ट एउटा टपिकमा थप्नु पऱ्यो। फिल्मसँग सम्बन्धित कानुन के छ, ल के छ, पोलिसिज के छ गभर्मेन्टको त्यो कुनै सेक्सनमा, त्यसलाई कतै थपियो भने सायद त्यो होला पनि कोर्स टिप्समा। अब केही रिक्सहरू के देख्नु हो भन्दाखेरि मोर इलेक्टिभ सब्जेक्ट हो, प्र्याक्टिकल कन्डक्सन कसरी गर्ने र टेक्निकल एक्सपर्टहरू हायर गर्ने कुराको सम्बन्धमा केही प्लानिङहरू के हुन्, प्रोफेसरहरू कसरी खोज्ने हो। स्टडी साइड भनेको अलिकति इन्टेलेक्चुअल त्यो होस् र भोलि इन्डस्ट्रीमा जाँदाखेरि पनि हाम्रोबाट त्यो अगाडि कहिले फिल्डमा नलागेको भने हाम्रोमा आइसकेको छ नि त्यसको स्क्रिन राइटिङ भयो, डिरेक्सन भयो, प्रोडक्सन म्यानेजमेन्ट जुन हुन्छ नि त्यो भयो, अनि ओभरअल जुन चाहिँ एडभर्टाइजिङ म्यानेजमेन्ट भयो फिल्मको चाहिँ नि त्यो एरियाहरूमा चाहिँ एकदमै स्ट्रङ्गर होस्। र मलाई आफैलाई चाहिँ टु बी अनेस्ट एकदमै जिरो लेभलको मान्छे यहाँ आएर यति मात्रै कोर्स पढेर ऊ चाहिँ एकदम प्रोडक्सनमै होइन सिनेमाटोग्राफीमा अनि एडिटिङ यस्तोमा गर्ने हुन्छ कि हुँदैन भन्ने चाहिँ मलाई लाग्छ उसलाई चाहिँ वर्कसप अलिक बढी चाहिने अथवा होइन त्यो खालको चाहिँ अडियो प्रोडक्सनको चाहिँ एक्सपर्ट यतिले मात्रै निकाल्ला त भन्दाखेरि मलाई चाहिँ आइडल होइन। त्यसका लागि चाहिँ उसले स्पेसलाइज कोर्स जो चाहिँ हामी यहाँ गर्छौँ। रिसेन्टली हाम्रो 10 दिनको चाहिँ जर्मनीबाट 2जना एक्सपर्ट ल्याएर फिल्म मेकिङको वर्कसप गराएर हाम्रै एमएमएसमा पढेको विद्यार्थीहरूलाई त्यसमा लाग्छ। त्यस्तो गरेर हामीले इन्भेस्ट गर्ने कुरा त होला, तर कोर्स यस्तो चाहिँ एकदम हाइली प्रोफिसिएन्ट इन प्रोडक्सन गराउने हामीसँग अहिले त्यो जनशक्ति हुन्छ जस्तो मैले चाहिँ देखिरहेको छु। त्यसबाट 60-40 जस्तो स्टडिज कम्पोनेन्ट चाहिँ 60% होइन, अनि त्यसमा 40% प्रोडक्सन जस्तो गर्ने यो हिसाबले हाम्रो सोचाइ छ भने यो चाहिँ ठिक हो कि होइन भन्ने तपाईँहरूबाट अब एउटा क्रिटिकल आई यसमा पनि मैले चाहेको। अब फीको मैले कुरा गरेँ जस्तो 4 लाख हामीले त्यहाँ गरेका छौँ भने के हामी अहिले मैले भनेको ब्यालेन्स गर्दाखेरि 5 देखि 6 को रेन्जमा हामीले गर्दाखेरि